छतबाट असुल्केर उहाँ छतबाट असुल्के हेर्नुहोस् ऊ त्यो घरको बिल्डिङबाट ग्यास प्रयोग गरिरहेछ यो घरको भित्रबाट प्रयोग गरिरहेछ यो घरको भित्रबाट के हामीले अराजक के गरिरहेको थियौँ हतियार बोकेर आएका थियौँ सरकार तिमीलाई 17,000 मार्ने र मराउने काम गरेर रगतले नपुगेर अझ युवाको यो अब चाहिएको हो होइन मैले युवाको रगत अझै चाहिएको हो यो देशलाई परिवर्तनका लागि हामी कति ज्यान दिने कति हाम्रा दाजुभाइहरूले ज्यान दिने के हामी नेपाली होइनौँ के गर्दैछ सरकार हेर उहाँ छबाट असुल ग्यास प्रयोग गरिरहेछ यो के का लागि यो सभा गर्न हामीलाई किन नदिएको सरकार यो प्रचण्ड के का लागि बैठक बस्यो तिमीहरू तीनजना देशलाई राष्ट्रघाती सम्झौता गरेर देशलाई बेच्नको लागि तिमीहरू मिटिङ बसेका के हामी युवा होइनौँ कि हामी देशका नागरिक होइनौँ कि हामीले हाम्रो अधिकार माग्ने राइट छैन के का लागि गणतन्त्र लिएर आयो हुन्छ कसका लागि लिएर आयो हिजो राजाको तलामा बोल्न पाइँदैन भन्छौ तिमीहरू 86 वर्ष हुँदासम्म तिमीहरू राज गरेर बसिरहेका छौ अनि बोल्न नपाएको भए तिमीहरू कसरी नेतृत्व भयो कसरी ठाउँमा पुग्यौ